कहाँ छ होला त मोहन? अरे दुगापालिकाको भाइरल पुल नेपालको दोस्रो अग्लो स्थानमा रहेको पुल हो। बाप रे कति छ यसको लम्बाइ? यसको 300 भन्दा बढी मिटर भन्दा बढी लगभग 300 मिटर भन्दा बढी लम्बाइ रहेको यो पुल नेपालकै दोस्रो ऐतिहासिक पुलको रूपमा वर्णन गरिएको पुल हो। यो चाहिँ बहुउद्देश्य भनेर सुरुवात गरिएको हो। यस पुलको उद्देश्य चाहिँ बहुउद्देश्य थियो, जस्तै यहाँ बन्जी जम्पिङ पनि बन्जी जम्पिङको लागि पनि यो पुलको निर्माण गरिएको भनेर भनिएको छ। अवधारणा कन्सेप्ट विशेष कारणवश केही कारणहरूले गर्दा टेक्निकल इरोरहरूले गर्दा हुन सकेको छैन। एरिया चाहिँ ल हेर्नु त तलको एरिया हेर्नु, काटिराखेको अवस्था छ, खर काटिराखेको अवस्था छ। यो वास्तवमै सम्भावना भएको क्षेत्र रहेको छ। यसमा चाहिँ यो बन्जी जम्पिङको पनि राम्रो भविष्य रहेको जस्तो देख्न सकिन्छ। यहाँबाट लम्बाइ र उचाइ खोज